यदि तपाईहरूको परिवारमा अहिले दुःख छ, समस्या छ, आर्थिक सङ्कट छ र हृदय भारीले भरिएको छ भने परमेश्वरको वचनले हामीलाई आशा दिन्छ। तल 5 वटा बाइबल पद सरल भाषामा व्याख्यासहित प्रस्तुत गरिएको छ, जसले हामीलाई चिन्ता नगर्न र परमेश्वरमा भरोसा राख्न सिकाउँछ। 1 प्रकाश 21:4 उहाँले तिनीहरूको आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। यो पदले भन्छ, दुःख सधैँका लागि हुँदैन। आज आँसु छ भने पनि भोलि परमेश्वरले पुछिदिनुहुन्छ। परिवारमा झगडा, रोग, आर्थिक पीडा वा अपमान भए पनि परमेश्वरले देखिरहनु भएको छ। उहाँ निर्दयी होइन, करुणामय पिता हुनुहुन्छ। त्यसैले चिन्ता गर्नु पर्दैन। हाम्रो परमप्रभुले हाम्रो जीवनमा काम गरिरहनु भएको छ। 2 भजन सङ्ग्रह 30:5 रातभरि रोइन्छ तर बिहान आनन्द आउँछ। दुःखको समय रात जस्तै हो, अन्ध्यारो, शान्त र कहिलेकाहीँ डर लाग्दो, तर रात स्थायी हुँदैन, बिहान अवश्य आउँछ। आज परिवारमा तनाव छ भने पनि परमेश्वरले नयाँ बिहान ल्याउनुहुन्छ। सुखका दिन फेरि फर्कनेछन्, त्यसैले निराश नहुनुहोस्। 3 फिलिप्पी 4:6-7 कुनै कुराको चिन्ता नगर, तर हरेक कुरामा प्रार्थनाद्वारा आफ्ना बिन्ती परमेश्वरलाई चढाओ। परमेश्वरले भन्नुहुन्छ, चिन्ता होइन, प्रार्थना गर। आर्थिक समस्या छ, प्रार्थना गर। घरमा विवाद छ, प्रार्थना गर। मन अशान्त छ, प्रार्थना गर। जब हामी प्रार्थना गर्छौं, परमेश्वरको शान्ति हाम्रो हृदयमा बस्छ। परिस्थिति तुरुन्तै नबदलिए पनि भित्र शान्ति आउँछ। 4 यिर्मया 29:11 किनकि मैले तिमीहरूका निम्ति सोचिरहेको योजनाहरू म जान्दछु, ती शान्तिका योजनाहरू हुन्, हानिको होइन, भविष्य र आशा दिनका निम्ति। 5 2 इतिहास 7:14 यदि मेरा मानिसहरू नम्र भई प्रार्थना गर्छन्, म तिनीहरूको देश निको पार्नेछु। परिवारमा विवाद छ भने नम्रता आवश्यक छ। घमण्डले झगडा बढाउँछ, तर नम्रताले मेलमिलाप ल्याउँछ। जब परिवारका सदस्यहरू परमेश्वरतिर फर्कन्छन्, क्षमा माग्छन् र एक अर्कालाई माफ गर्छन्, तब परमेश्वरले घर निको पार्नुहुन्छ, सम्बन्ध पनि, आर्थिक अवस्था पनि। प्रियजनहरू, अब चिन्ता गर्न पर्दैन। आँसु सधैँ रहँदैन, परमेश्वरले पुछिदिनुहुन्छ। दुःखको रातपछि आनन्दको बिहान आउँछ। चिन्ता होइन, प्रार्थना गरौँ। झगडा होइन, क्षमा गरौँ। निराशा होइन, विश्वास गरौँ। हाम्रो परमप्रभु अहिले नै तपाईको जीवनमा काम गरिरहनु भएको छ। उहाँले तपाईको परिवारमा मेलमिलाप, शान्ति र आशीर्वाद ल्याउनुहुनेछ। विश्वासका साथ अघि बढ्नुहोस्। सुखका दिनहरू अवश्य फर्कनेछन्। प्रकाश 21:4 उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। यो पदले देखाउँछ कि दुःख सधैँका लागि होइन। अहिले परिवारमा पीडा, रुवाई, निराशा हुन सक्छ, तर परमेश्वरको अन्तिम योजना शोक होइन, आनन्द हो। आँसु पुछिदिनु भनेको परमेश्वरले दुःखको कारण नै हटाइदिनुहुन्छ भन्ने अर्थ हो। त्यसैले आज आँसु भए पनि भोलि परमेश्वरले शान्ति दिनुहुन्छ। आउनुहोस्, हाम्रो परमप्रभुको सामु आफ्ना सबै पीडा, दुःख र समस्याहरू पोख्दै एकसाथ प्रार्थना गरौँ र उहाँलाई हृदयदेखि पुकारौँ। स्वर्ग र पृथ्वीका मालिक पिता, पुत्र र पवित्र आत्मा परमेश्वर, आज हामी सम्पूर्ण परिवार एक मत भएर तपाईको पवित्र उपस्थितिमा आउँछौँ। तपाई हाम्रो सृष्टिकर्ता, पालनकर्ता र मुक्तिदाता हुनुहुन्छ। तपाईको सामु हामी लुकाउने केही छैन। आज हामी नम्र हृदयले स्वीकार गर्छौं कि हाम्रो घरभित्र विवाद भएका छन् भने, परिवारका सदस्यहरू बीच झगडा भएका छन् भने, आर्थिक लेनदेनका कारण मन दुखेका छन् भने, गलत बुझाइ र गलत सोचले सम्बन्ध कमजोर भएका छन् भने, जीवित परमेश्वर, कहिलेकाहीँ कमाई कम हुँदा हामी निराश भएका छौं भने, बेरोजगारीले हाम्रो चिन्ता बढाएको छ भने, ऋणको बोझले रातको निन्द्रा हरायो छ भने, आज हामी हार मानेर होइन, विश्वास बोकेर तपाईको सामु आएका छौं, किनकि तपाई असम्भवलाई सम्भव बनाउने परमेश्वर हुनुहुन्छ। प्रभु येशू, तपाई हाम्रो घरमा शान्ति लिएर आउनुहोस्। जहाँ रिस र तिक्तता छ, त्यहाँ क्षमा र प्रेम रोपिदिनुहोस्। एक अर्कालाई दोष लगाउने होइन, बुझ्ने र सहने हृदय दिनुहोस्। तपाईको बलिदानको प्रेमले हाम्रो परिवारलाई बाँधिदिनुहोस्। पवित्र आत्मा परमेश्वर, आज हाम्रो मन र विचारलाई नयाँ बनाइदिनुहोस्। डर र चिन्तालाई हटाएर आशा र धैर्यले भरिदिनुहोस्। रोजगारीका ढोका खोलिदिनुहोस्। काम गर्ने बुद्धि र अवसर दिनुहोस्। हाम्रो हातको परिश्रमलाई आशिष दिनुहोस्। ऋणबाट मुक्तिको बाटो देखाइदिनुहोस्।
पिता, हाम्रो घरलाई प्रार्थनाको घर बनाइदिनुहोस्। हाम्रो बोलाइ, निर्णय र चालचलन तपाईको इच्छा अनुसार होस्। आजदेखि हाम्रो परिवारमा मेलमिलाप, एकता र आनन्द बगिरहोस्। प्रभु, तपाईको वचन यर्मिया 29:11 लेखिएको छ, किनकि मैले तिमीहरूका निम्ति सोचिरहेको योजनाहरू म जान्दछु। ती शान्तिका योजनाहरू हुन्, हानिको होइन, भविष्य र आशा दिनका निम्ति। आज हामी यो वचनलाई आफ्नो परिवारमाथि घोषणा गर्छौं। हाम्रो परिवारको भविष्य अन्धकारमय होइन, आशामय छ। तपाईको योजना असफल हुँदैन। जहाँ हामीले बाटो देख्दैनौं, त्यहाँ तपाईले ढोका खोल्नुहुन्छ। आर्थिक सङ्कट अन्तिम शब्द होइन, तपाईको आशिष अन्तिम शब्द हो। आजदेखि हाम्रो घरमा आशाको बिहान सुरु भएको छ भनी हामी विश्वास साथ घोषणा गर्छौं। प्रभु, फिलिप्पी 4:19 तपाईले प्रतिज्ञा गर्नुभएको छ, मेरो परमेश्वरले आफ्ना महिमाको धन अनुसार ख्रीष्ट येशूमा तिमीहरूका सबै आवश्यकता पूरा गर्नुहुनेछ। आज हामी यो प्रतिज्ञा समात्छौं। हाम्रो आवश्यकता तपाईँ जान्नुहुन्छ। रोजगारी, आम्दानी, व्यापारमा वृद्धि, सापटी दिएको पैसा फिर्ता हुनु, ऋणहरू चुक्ता हुनु, बचत गर्ने बुद्धि पाउनु। प्रभु, हाम्रो हातको कामलाई आशिष दिनुहोस्। बेरोजगारहरूलाई अवसर दिनुहोस्। रोकिएको आम्दानी खोलिदिनुहोस्। जसले सापटी लिएका छन् तिनीहरूलाई इमानदारी र सामर्थ्य दिनुहोस् कि पैसा फिर्ता गर्न सकुन्। हाम्रो परिवार ऋणमुक्त होस्। खर्चमा संयम, कमाईमा वृद्धि र बचतमा वृद्धि दिनुहोस्। हामी अभावको होइन, प्रशस्तताको परिवार बनाऊ। प्रभु, भजन सङ्ग्रह 133:1 लेखिएको छ, हेर दाजुभाइहरू एकतामा बस्नु कति असल र रमाइलो कुरा हो। आज हामी यो वचन घोषणा गर्छौं। हाम्रो परिवारमा एकता हुनेछ। भाइ बहिनी बीचको झगडा समाप्त हुनेछ। गलत शब्दहरू प्रेममा परिवर्तन हुनेछन्। क्षमा गर्न नसक्ने हृदयहरू कोमल बनाइदिनुहोस्। शैतानले फुटाउन खोजेको सम्बन्धहरू तपाईले जोडिदिनुहोस्। हाम्रो घरमा शान्ति बसोस्। हाम्रो घर प्रार्थनाको घर बनोस्। एकअर्कालाई दोष लगाउने होइन, आशिष दिने परिवार बनोस्। हे पवित्र आत्मा, नानी बाबुहरूको जीवनमा तपाईका फलहरू प्रकट हुन्। प्रेम, आनन्द, शान्ति, धैर्य, कृपा, भलाइ, विश्वासयोग्यता, नम्रता र संयम। तिनीहरू दुर्व्यसनबाट टाढा रहन्, पढाइमा प्रगति गरून्, असल चरित्र भएका बनुन्। उमेर पुगेका छोराछोरीहरूको विवाहको ढोका खोलिदिनुहोस्। असल र धार्मिक जीवन साथी प्रदान गर्नुहोस्। घरहरू टुक्रिन होइन, मजबुत बनुन्। प्रभु, हाम्रो परिवारमा भएका दुःख, पीडा, रोग, समस्या र चुनौतीहरू तपाईको शक्तिले हटाइदिनुहोस्। जहाँ निराशा थियो त्यहाँ आशा ल्याउनुहोस्। जहाँ रोदन थियो त्यहाँ हाँसो ल्याउनुहोस्। जहाँ अपमान थियो त्यहाँ सम्मान ल्याउनुहोस्। राजनैतिक, सामाजिक, आर्थिक र भौतिक रूपमा पनि हामी उन्नति गरौँ। हाम्रो परिवार समाजका लागि उदाहरण बनोस्। हामीले पाएको आशिष अरूलाई पनि बाँड्न सकौँ। हे हाम्रो आँसु पुछ्ने करुणामय प्रभु, आज हामी नम्र हृदय लिएर तपाईको पवित्र उपस्थितिमा आएका छौँ। तपाईँ जीवित परमेश्वर हुनुहुन्छ, जसले युसुफ र उहाँको परिवारलाई कठिन परिस्थितिबाट उठाएर महान आशिष दिनुभयो। जसरी तपाईले दुःख, अस्वीकार र अभावको बीचमा पनि उहाँको जीवनलाई सम्हाल्नुभयो, त्यसरी नै आज हाम्रो जीवनलाई पनि सम्हाल्नुहोस्। हामी घोषणा गर्छौं, हामी पनि तपाईको हातमा सुरक्षित छौं। तपाईको योजना हाम्रो निम्ति असल छ र तपाईको आशिष हाम्रो पुस्ता पुस्तासम्म फैलिनेछ। हे प्रभु, तपाईको वचनमा उत्पत्ति 39:2 लेखिएको छ, परमप्रभु युसुफसँग हुनुहुन्थ्यो र उनी सफल भए। आज हामी त्यही प्रतिज्ञा समात्दै प्रार्थना गर्छौं। तपाईँ हाम्रो साथमा हुनुहोस्, हाम्रो घरमा बस्नुहोस्, हाम्रो काममा आशिष दिनुहोस् र हाम्रो जीवनलाई सफलताको मार्गमा लैजानुहोस्। हामीलाई विश्वास दिनुहोस् कि परिस्थिति जस्तो सुकै भए पनि तपाईको उपस्थिति हाम्रो सबैभन्दा ठूलो बल हो। हे परमेश्वर, युसुफको जीवनमा धेरै आँसु, धोका र सङ्घर्ष थिए, तर तपाईले ती सबैलाई विजयमा परिवर्तन गर्नुभयो। त्यसरी नै हाम्रो जीवनमा भएका चोट, पीडा, असफलता र अभावलाई पनि आशिषमा परिवर्तन गर्नुहोस्। जहाँ निराशा छ त्यहाँ आशा ल्याउनुहोस्। जहाँ अभाव छ त्यहाँ प्रचुरता ल्याउनुहोस्। जहाँ आँसु छ त्यहाँ आनन्दको गीत भरिदिनुहोस्। तपाईँ हाम्रो आँसु पुछ्ने प्रभु हुनुहुन्छ। हाम्रो भाँचिएको मनलाई पुनर्स्थापन गर्ने चिकित्सक हुनुहुन्छ।
हे प्रभु, तपाईले युसुफलाई परिवारको उद्धारको निम्ति प्रयोग गर्नुभयो। आज हामी प्रार्थना गर्छौं, हामीलाई पनि हाम्रो परिवारको आशिषको कारण बनाउनुहोस्। हाम्रो घरमा शान्ति बसोस्, हाम्रो सम्बन्धमा मेलमिलाप होस्, हाम्रो हृदयमा क्षमा बसोस्। हामीलाई नम्रता दिनुहोस्, धैर्यता दिनुहोस् र प्रेमले भरिदिनुहोस्, ताकि हाम्रो परिवार तपाईको महिमाको उदाहरण बनोस्। तपाईको वचनमा उत्पत्ति 50:20 लेखिएको छ, तिमीहरूले मेरो विरुद्धमा खराब योजना बनायो, तर परमेश्वरले त्यसलाई भलाइको निम्ति प्रयोग गर्नुभयो। हे प्रभु, हामीले भोगेका अन्याय र दुःखलाई पनि भलाइमा बदल्नुहोस्। हामीलाई कटुता होइन, क्षमाको आत्मा दिनुहोस्। हामीलाई बदला होइन, प्रेम र दयाको मार्गमा हिड्न सिकाउनुहोस्। हाम्रो हृदयलाई स्वतन्त्र बनाउनुहोस्, ताकि हामी विगतको बोझबाट मुक्त भएर नयाँ भविष्यतर्फ अघि बढ्न सकौं। हे दयालु पिता, हाम्रो आर्थिक जीवनमा पनि युसुफले पाए जस्तै बुद्धि र व्यवस्थापनको वरदान दिनुहोस्। हाम्रो काममा लगनशीलता दिनुहोस्, हाम्रो निर्णयमा विवेक दिनुहोस् र हाम्रो हातले गरेका काममा फलदायी आशिष दिनुहोस्। हाम्रो घरमा अभाव होइन, प्रशस्तता होस्, ऋण होइन, स्वतन्त्रता होस्, डर होइन, भरोसा होस्। हामीलाई अरूलाई सहयोग गर्ने हृदय दिनुहोस्, ताकि हामी पाएका आशिषहरू बाँड्न सकौं। हामी तपाईको वचनमा भरोसा राख्दै फिलिपी 4:19 प्रतिज्ञा सम्झन्छौं। मेरो परमेश्वरले आफ्नो महिमामय धन अनुसार क्रिस्ट यीशुमा तिमीहरूका सबै आवश्यकताहरू पूरा गर्नुहुनेछ। हे प्रभु, हाम्रो दैनिक आवश्यकता, हाम्रो परिवारको आवश्यकताहरू, हाम्रो सेवकाईको आवश्यकताहरू सबै तपाईको हातमा सुम्पन्छौं। तपाई हाम्रो स्रोत हुनुहुन्छ, तपाई हाम्रो पालक हुनुहुन्छ, तपाई हाम्रो भरपर्दो पिता हुनुहुन्छ। आज हामी घोषणा गर्छौं, हामी युसुफको जस्तै विश्वासयोग्य बन्न चाहन्छौं। जब कसैले नहेरेको बेला पनि सही काम गर्ने साहस दिनुहोस्। जब परीक्षा आउँछ तब दृढ रहने शक्ति दिनुहोस्। जब सफलता आउँछ तब नम्र रहने हृदय दिनुहोस्। हाम्रो चरित्रलाई शुद्ध बनाउनुहोस्, हाम्रो जीवनलाई तपाईको योजनामा ढाल्नुहोस् र हाम्रो पदमलाई तपाईको मार्गमा स्थिर राख्नुहोस्। हे प्रभु, हाम्रो पुस्तालाई पनि आशिष दिनुहोस्। जसरी युसुफको आशिषले उहाँको परिवारलाई बचायो, त्यसरी नै हाम्रो विश्वासले हाम्रो सन्तानलाई मार्गदर्शन गरोस्। हाम्रो घरमा तपाईको वचनको ज्योति कहिल्यै निभ्न नदियोन्। हाम्रा बच्चाहरूलाई बुद्धि, स्वास्थ्य र पवित्रता दिनुहोस्। हाम्रो घरलाई प्रार्थनाको घर बनाउनुहोस्, जहाँ तपाईको उपस्थितिको आनन्द सधैँ अनुभव गर्न सकियोस्। हामी हाम्रो भावनात्मक घाउहरू पनि तपाईको चरणमा राख्छौं। तपाई हाम्रो आँसु पुछ्ने प्रभु हुनुहुन्छ। तपाई हाम्रो थकित मनलाई विश्राम दिनुहोस्, हाम्रो चिन्तित हृदयलाई शान्ति दिनुहोस् र हाम्रो कमजोर आत्मालाई नयाँ बल दिनुहोस्। हामीलाई सम्झाउनुहोस् कि हामी एक्ला छैनौं। तपाई सधैँ हाम्रो साथमा हुनुहुन्छ, हाम्रो अघि हिँड्नुहुन्छ र हाम्रो रक्षा गर्नुहुन्छ। हे सर्वशक्तिमान परमेश्वर, आज हामी युसुफले पाएको जस्तै बहुआयामिक आशिष माग्छौं। आध्यात्मिक आशिष, पारिवारिक आशिष, आर्थिक आशिष, स्वास्थ्यको आशिष र सेवाको आशिष। हाम्रो जीवनलाई तपाईको महिमाको साक्षी बनाउनुहोस्। जहाँ हामी जान्छौं त्यहाँ तपाईको अनुग्रह देखियोस्। जहाँ हामी बोल्छौं त्यहाँ तपाईको प्रेम सुनियोस्। जहाँ हामी सेवा गर्छौं त्यहाँ तपाईको शक्ति प्रकट होस्। अन्त्यमा, हे हाम्रो आँसु पुछ्ने प्रभु, हामी तपाईलाई धन्यवाद दिन्छौं, किनभने तपाई विश्वासयोग्य हुनुहुन्छ। तपाईले विगतमा गर्नुभएको आशिषका कामहरू आज पनि गर्न सक्नुहुन्छ भन्ने विश्वास हामीमा छ। हामी तपाईको हातमा हाम्रो जीवन, हाम्रो परिवार, हाम्रो भविष्य र हाम्रो सपना सुम्पन्छौं। हाम्रो जीवनलाई युसुफको जस्तै साक्षी बनाउनुहोस्। संघर्षबाट विजय, आँसुबाट आनन्द र अभावबाट प्रशस्ततासम्मको यात्रा। हामी विश्वासका साथ प्रार्थना गर्छौं, तपाईको प्रेम र कृपामा भरोसा राख्दै येशू ख्रीष्टको शक्तिशाली नाममा। विश्वासी र सत्य परमेश्वर, प्रकाश 22:5 अनुसार तपाईको राज्यमा अन्धकारको कुनै स्थान छैन, किनभने तपाई आफै अनन्त प्रकाश हुनुहुन्छ। आज हामी हाम्रो जीवनका सबै डर, अन्योल, शंका र निराशाहरू तपाईको प्रकाशमा ल्याउँछौं। जहाँ अन्योल छ त्यहाँ तपाईको ज्योति चम्काइदिनुहोस्। जहाँ भय छ त्यहाँ साहस भरिदिनुहोस्। तपाईको प्रकाशमा हिँड्दै हामी सत्य, विश्वास र आशामा दृढ रहन सकौं। सुरक्षाको किल्ला र जीवनको आधार, प्रकाश 3:12 अनुसार तपाईले जित्नेहरूलाई आफ्नो मन्दिरको स्तम्भ बनाउनुहुन्छ। त्यो प्रतिज्ञालाई समातेर आज हामी तपाईको सामुन्ने उभिएका छौं। हे प्रभु, हामीलाई हल्लिने होइन, तपाईमा गहिरो गेरी स्थिर रहने जीवन दिनुहोस्। संसारका बदलिरा परिस्थितिहरू
आँधी झैँ आउने समस्याहरू र लुकेर आउने परीक्षा तथा प्रलोभनहरूले हाम्रो विश्वासलाई कमजोर पार्न नपाउन्। हाम्रो जीवन तपाईँको उपस्थितिमा जरा गाडिएको जीवन बनोस्। तपाईँको वचन हाम्रो आधार, हाम्रो मार्गदर्शन र हाम्रो शक्ति बनोस्। जब हामी थकित हुन्छौँ, तपाईँ नै हाम्रो आश्रय हुनुहोस्। जब हामी अन्योलमा पर्छौँ, तपाईँको सत्यले हामीलाई दिशा देखाओस्। हामीलाई परिस्थितिमा होइन, प्रतिज्ञामा उभिन सिकाउनुहोस्। हे प्रभु, हाम्रो विश्वासलाई बलियो बनाउनुहोस्। मानिसहरूको विचारले होइन, तपाईँको सत्यले आकार लिने विश्वास। हाम्रो हृदयलाई डरले होइन, भरोसाले भरिदिनुहोस्। हामीलाई अन्त्यसम्म अडिग रहने, तपाईँको नामलाई महिमा दिने र तपाईँको इच्छामा चल्ने जनहरू बनाउनुहोस्। आराधना योग्य प्रभु, प्रकाश 7को 19:10 अनुसार स्वर्गमा सबै जाति, भाषा र राष्ट्रका मानिसहरू एक स्वरमा तपाईँको सिंहासन अगाडि उभिएर तपाईँको स्तुति गरिरहनेछन्। त्यो स्वर्गीय दृश्यको आशामा आज हामी यही पृथ्वीमा नै आराधनाको जीवन जिउन चाहन्छौँ। हाम्रो जीवन केवल आराधनाको क्षणमा होइन, हरेक दिन, हरेक स्थान र हरेक परिस्थितिमा तपाईँको महिमा प्रकट गर्ने जीवन बनोस्। प्रभु, हाम्रो आराधना शब्दमा मात्र सीमित नरहोस्। हाम्रो चालचलन पवित्र बनोस्। हाम्रो निर्णयहरू तपाईँको इच्छासँग मेल खाने बनोस्। हाम्रो व्यवहार प्रेम, नम्रता र सत्यले भरिएको होस्। हामी जहाँ जान्छौँ, जे गर्छौँ, जससँग बोल्छौँ, सबैमा तपाईँको सुगन्ध फैलियोस्। हाम्रो सेवकाईबाट तपाईँको करुणा र दया देखियोस्। हाम्रो ओठबाट निरन्तर धन्यवाद र प्रशंसा बगिरहोस्, सुखमा मात्र होइन, दुःख र परीक्षामा पनि। हामी जे पाउँछौँ, जे बाँचिरहेका छौँ, सबै तपाईँको अनुग्रह हो भन्ने स्वीकारोक्ति हाम्रो जीवनले बोलोस्। हे प्रभु, हाम्रो जीवन तपाईँको महिमाको जिउँदो साक्षी बनाइदिनुहोस्। हे दयालु पिता, मत्ती 25:34 अनुसार तपाईँले आफ्ना सन्तानहरूलाई राज्यको उत्तराधिकार दिनुहुन्छ भन्ने प्रतिज्ञाका लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। त्यो राज्य केवल भविष्यको आशा मात्र होइन, आजैदेखि जिउनुपर्ने जीवनशैली पनि हो भन्ने कुरा हामी बुझ्न चाहन्छौँ। त्यस योग्य जीवन जिउन हामीलाई तपाईँ आफैले सिकाउनुहोस्। पिता, हाम्रो हृदयमा नम्रता बसालिदिनुहोस् ताकि हामी आफैलाई होइन, तपाईँको इच्छालाई पहिलो स्थान दिन सकौँ। हाम्रो जीवन प्रेमले भरिदिनुहोस्, शब्दमा मात्र होइन, काममा र व्यवहारमा पनि। कठिन परिस्थितिमा सहनशील रहन सक्ने धैर्य हामीलाई दिनुहोस् र स्वार्थ होइन, सेवाको आत्माले हामीलाई चलाइरहस्। हामीलाई अरूलाई क्षमा गर्न सक्ने हृदय दिनुहोस्, जसरी तपाईँले हामीलाई क्षमा गर्नुभएको छ। थकित, निराश र बोझले दबिएका मानिसहरूलाई उठाउने हात हामीमा दिनुहोस्। डर र दबावका बीचमा पनि सत्यमा अडिग रहने साहस हामीलाई प्रदान गर्नुहोस्। हे पिता, हाम्रो जीवन तपाईँको राज्यको प्रतिबिम्ब बनोस् र तपाईँको नाम सधैँ महिमित होस्। करुणामय प्रभु येशू, यूहन्ना 17:24 तपाईँले हामी तपाईँको महिमामा सहभागी हौन् भनेर पितासामु प्रार्थना गर्नुभएको थियो। त्यो प्रेमले भरिएको प्रार्थनालाई सम्झँदै आज हामी तपाईँको चरणमा सहभागी हुन्छौँ। तपाईँको क्रुस, तपाईँको बलिदान र तपाईँको पुनरुत्थानले हामीलाई यही आशा दिएको छ कि हामी एक दिन तपाईँको महिमामा सहभागी हुनेछौँ। हे प्रभु, त्यो आशाले आज हाम्रो जीवनलाई मार्गदर्शन गरोस्। जब हाम्रो विश्वास कमजोर हुन्छ, हामीलाई तपाईँको सत्यले फेरि बलियो बनाइदिनुहोस्। जब परिस्थितिले हामीलाई हल्लाउँछ, तपाईँको प्रतिज्ञाले हामीलाई स्थिर राखोस्। आशा धमिलिँदा तपाईँको वचनको नयाँ ज्योतिले हाम्रो अन्तरात्मा उज्यालो पारोस्। प्रेम चिसिँदा, संसारको कठोरताले हाम्रो हृदय थकाउँदा तपाईँको निष्कलङ्क प्रेमले हाम्रो हृदय पुनः जलाइदिनुहोस्। हामीलाई केवल नामका क्रिस्चियन होइन, जीवनले तपाईँलाई प्रतिबिम्बित गर्ने अनुयायीहरू बनाइदिनुहोस्। हे स्वर्गीय पिता, हामीलाई स्वर्गको योग्य जीवन जिउन सिकाउनुहोस्। हाम्रो जीवन तपाईँको राज्यको मूल्य अनुसार ढालिदिनुहोस्। हाम्रो हृदय शुद्ध पार्नुहोस्। द्वेष, घमण्ड, ईर्ष्या र स्वार्थबाट मुक्त बनाइदिनुहोस्। हाम्रो मन नयाँ बनाउनुहोस् ताकि पुराना सोचाइ होइन, तपाईँको सत्यले हाम्रो निर्णयहरू चलाओस्। हाम्रो बाटो सिधा बनाउनुहोस् ताकि हामी दायाँ बायाँ भड्किनु नपरोस्। हामीलाई तपाईँको वचनमा दृढ राख्नुहोस् ताकि कुनै पनि गलत शिक्षा वा संसारको आकर्षणले हामीलाई भड्काउन नसकोस्। प्रार्थनामा स्थिर राख्नुहोस्, केवल आवश्यकताको बेला मात्र होइन, सम्बन्धको रूपमा तपाईँको उपस्थितिमा बसिरहने बानी हामीमा बसालिदिनुहोस्। हामीलाई आत्मिक रूपमा जागरुक बनाउनुहोस् ताकि समय चिनेर, आत्माको आवाज सुनेर बुद्धिमानीपूर्वक हिँड्न सकौँ। सर्वशक्तिमान परमेश्वर, हामी जान्दछौँ
यो पृथ्वी हाम्रो अन्तिम गन्तव्य होइन। जब हाम्रो पृथ्वीको यात्रा समाप्त हुन्छ, हामी तपाईँको महिमित उपस्थितिमा प्रवेश गर्न सकौँ। त्यहाँ आँसु हुने छैन, पीडा हुने छैन, न त डर हुनेछ। त्यो अनन्त आनन्द, शान्ति र प्रेममा हामी सहभागी हुन सकौँ। त्यो दिनसम्म हे प्रभु, हामीलाई विश्वासमा स्थिर, आशामा दृढ र प्रेममा पूर्ण समर्पित राख्नुहोस्। हे सर्वशक्तिमान परमेश्वर, हाम्रो प्रेमिलो स्वर्गीय पिता, आज हामी परिवारका रूपमा तपाईँको पवित्र उपस्थितिमा एक मन, एक विश्वास र एक आशा साथ आएका छौँ। तपाईँ हाम्रो जीवनको आधार, हाम्रो घरको रक्षक र हाम्रो पुस्तौँसम्म रहने आशिष हुनुहुन्छ। तपाईँको वचनमा यहोशू 25:15 लेखिएको छ, म र मेरो घराना भने परमप्रभुको सेवा गर्नेछौँ। त्यसैले आज हामी घोषणा गर्दछौँ, हाम्रो परिवार तपाईँको हो, हाम्रो घर तपाईँको मन्दिर हो र हाम्रो जीवन तपाईँको महिमाको निम्ति हो। राजाहरूका राजा, तपाईँले हाम्रो परिवारमा गर्नुभएका चमत्कारहरूका लागि हामी धन्यवाद दिन्छौँ। जब हामी निराश भयौँ, तपाईँले आशा दिनुभयो। जब हामी बिरामी भयौँ, तपाईँले चङ्गाई दिनुभयो। जब हामी आर्थिक सङ्कटमा भयौँ, तपाईँले आवश्यकताहरू पूरा गर्नुभयो। जब हाम्रो सम्बन्धहरू टुट्ने अवस्थामा पुगे, तपाईँले मेलपिलाप र प्रेम पुनः स्थापित गर्नुभयो। यहोवा यिरे, प्रबन्ध गर्ने परमेश्वर, तपाईँको वचनमा भजन सङ्ग्रह 63:1-4 लेखिएको छ कि जो परमप्रभुसँग डराउँछ र उहाँका मार्गमा हिँड्छ, उसको परिवार धन्य हुन्छ। त्यसैले आज हामी प्रार्थना गर्दछौँ, हाम्रो घरमा तपाईँको भय, ज्ञान र प्रेम सधैँ रहोस्। हाम्रो टेबलमा शान्ति रहोस्, हाम्रो हृदयमा क्षमा रहोस् र हाम्रो बोलीमा आशिष रहोस्। हामीलाई यस्तो परिवार बनाउनुहोस् जहाँ एक अर्कालाई सम्मान गरिन्छ, जहाँ बच्चाहरूले तपाईँको मार्ग सिक्छन् र जहाँ बुबा आमाले विश्वासको नमुना देखाउँछन्। हे परमेश्वर, अब्राहमको परिवारलाई जस्तै तपाईँले उत्पत्ति 12:2-3 भन्नुभयो, म तिमीलाई आशिष दिनेछु र तिमी मार्फत सबै जाति आशिषित हुनेछन्। त्यसै गरी हाम्रो परिवारलाई पनि आशिषको माध्यम बनाउनुहोस्। हाम्रो घरबाट प्रेम फैलियोस्, हाम्रो घरबाट सुसमाचार सुनियोस् र हाम्रो घरबाट सेवा र दया प्रकट होस्। हाम्रो परिवार मात्र होइन, हाम्रो वरिपरिका मानिसहरू पनि तपाईँको अनुग्रह अनुभव गरून्। यहोवा निस्सी, विजयको झण्डा हुनुहुने परमेश्वर, नुहाको परिवारलाई जस्तै तपाईँले सुरक्षित राख्नुभयो उत्पत्ति 7 अध्याय, त्यसै गरी हाम्रो परिवारलाई पनि हरेक सङ्कट, दुर्घटना, रोग र खराब योजनाबाट बचाउनुहोस्। हाम्रो घरको ढोकामा तपाईँको सुरक्षा रहोस्। हाम्रो यात्रामा तपाईँको दूतहरू अगाडि अगाडि जाओस्। हाम्रो निन्द्रामा पनि तपाईँको शान्ति रहोस्। हामी घोषणा गर्दछौँ, हाम्रो परिवार परमेश्वरको हातमा सुरक्षित छ। यहोवा सालोम, हामीले परिवारभित्र अनुभव गरेका चमत्कारहरू सम्झन्छौँ। हराएको शान्ति फर्किएको, बिग्रिएको सम्बन्ध सुध्रिएको, निराशा आशामा बदलिएको र आँसु आनन्दमा परिणत भएको, यी सबै तपाईँको कृपा र प्रेमको चिन्ह हुन्। यर्मिया 29:11 अनुसार तपाईँले हाम्रो निम्ति आशा र भविष्यको योजना राख्नुभएको छ। त्यसैले आज हामी भविष्य तपाईँको हातमा सुम्पन्छौँ। हाम्रो बच्चाहरूको शिक्षा, हाम्रो काम, हाम्रो सेवकाई, हाम्रो स्वास्थ्य सबै तपाईँलाई अर्पण गर्छौँ। सर्वशक्तिमान परमप्रभु येशू, तपाईँले काना नगरको विवाहमा पानीलाई दाख मध्यमा परिवर्तन गर्नुभयो, यूहन्ना 2 अध्याय। त्यसरी नै हाम्रो परिवारको साधारण जीवनलाई असाधारण आशिषमा बदल्नुहोस्। जहाँ अभाव छ त्यहाँ प्रशस्तता ल्याउनुहोस्, जहाँ तनाव छ त्यहाँ शान्ति ल्याउनुहोस्, जहाँ डर छ त्यहाँ विश्वास ल्याउनुहोस्। हाम्रो घरमा तपाईँको आनन्दको दाखमध्य कहिल्यै सकिन नदिनुहोस्। हे पवित्र आत्मा, हाम्रो परिवारमा बास गर्नुहोस्। गलाती 5:22-23 अनुसार प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हाम्रो जीवनमा फलोस्। जब हामी झगडा गर्नु खोज्छौँ, तपाईँले हामीलाई सम्झाउनुहोस्। जब हामी कमजोर हुन्छौँ, तपाईँले बल दिनुहोस्। जब हामी निर्णय गर्नुपर्छ, तपाईँले बुद्धि दिनुहोस्। पिता, पुत्र र पवित्र आत्मा परमेश्वर, व्यवस्था 28 अनुसार आज्ञाकारितामा आउने आशिषहरू हाम्रो परिवारमा पूरा हुन्। हाम्रो घर प्रवेश गर्दा आशिषित होस्, बाहिर जाँदा आशिषित होस्, हाम्रो काम सफल होस्, हाम्रो हातको परिश्रम फलदायी होस्, हाम्रो भण्डार भरियोस्, हाम्रो नाम सम्मानित होस्, हाम्रो पुस्तौँसम्म तपाईँको अनुग्रह रहोस्। हे प्रभु, हामी हाम्रा बच्चाहरूका लागि विशेष प्रार्थना गर्दछौँ। भजन सङ्ग्रह 127:3 अनुसार बच्चाहरू तपाईँको वरदान हुन्। तिनीहरूलाई ज्ञान, विवेक र विश्वासमा बढाउनुहोस्। तिनीहरूको साथीहरू राम्रो बनाउनुहोस्। तिनीहरूको हृदय तपाईँप्रति समर्पित बनाउनुहोस्। संसारका गलत बाटोहरूबाट जोगाउनुहोस्। तिनीहरू भविष्यका अगुवा, सेवक र आशिषका पात्र बनुन्।
यहोवा रोही, मेरो गोठालो परमेश्वर, पति पत्नीको सम्बन्धलाई पनि बलियो बनाउनुहोस्। एफेसी 5 अनुसार प्रेम, सम्मान र एकता हाम्रो वैवाहिक जीवनमा सधैँ रहोस्। हाम्रो प्रेम समयसँगै घट्ने होइन, बढ्दै जाने होस्। हामी एक अर्काको कमजोरी बुझ्न सकौँ, एक अर्काको सपना पूरा गर्न सहयोग गर्न सकौँ र सधैँ तपाईँलाई केन्द्रमा राखेर जीवन बिताउन सकौँ। यहोवा शालोम, हामी घोषणा गर्दछौँ, हाम्रो परिवार तपाईँको आश्रयमा छ, हाम्रो भविष्य तपाईँको योजनामा छ र हाम्रो जीवन तपाईँको महिमाका निम्ति छ। आजसम्म गर्नुभएको चमत्कारका लागि धन्यवाद, आज गर्नुभएको कामका लागि धन्यवाद र भोलि गर्ने आश्चर्यजनक कार्यहरूका लागि अग्रिम धन्यवाद। हामी विश्वासका साथ प्रार्थना गर्दछौँ, हाम्रो परिवार धन्य छ, सुरक्षित छ, आशिषित छ र तपाईँको कृपामा बढ्दैछ। हामी सधैँ तपाईँको सेवा गर्नेछौँ, तपाईँको नाम उचाल्नेछौँ र तपाईँको प्रेम संसारमा देखाउनेछौँ। सर्वशक्तिमान परमेश्वर, हामी आज नम्र र टुटेको हृदय लिएर तपाईँको पवित्र शरणमा आएका छौँ। तपाईँ पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ, दयालु र कृपालु हुनुहुन्छ। तपाईँको सामु हामी केही लुकाउन सक्दैनौँ। हाम्रो जीवन, हाम्रो परिवार, हाम्रो हृदयका गहिराईहरू सबै तपाईँलाई थाहा छ। त्यसैले आज हामी पहिले हाम्रो पाप स्वीकार गर्दै तपाईँसँग क्षमा माग्न चाहन्छौँ। प्रभु, यदि हाम्रो परिवारका विरुद्धमा, हाम्रो पुस्ताका विरुद्धमा वा तपाईँको पवित्र इच्छाको विरुद्धमा कुनै पाप भएका छन् भने हामीलाई क्षमा गरिदिनुहोस्। जान अजानमा, सोच, वचन र व्यवहारबाट हामीले तपाईँलाई दुखी तुल्याएका छौँ भने हामीलाई शुद्ध पारिदिनुहोस्। कदाचित हामीले तपाईँको वचनलाई पहिलो प्राथमिकता दिनुपर्ने ठाउँमा संसारका कुराहरूलाई पहिलो स्थानमा राख्यौँ। कदाचित हामीले प्रार्थनालाई व्यवस्था गर्यौँ, आराधनालाई हल्का ठान्यौँ वा विश्वासमा ढिलो भयौँ। प्रभु, यी सबै कुराका लागि हामी हृदयदेखि पश्चाताप गर्दै तपाईँमा क्षमा माग्दछौँ। तपाईँको वचन 1 यूहन्ना 1:9 लेखिएको छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौँ भने उहाँ विश्वसनीय र धर्मी हुनुहुन्छ। उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। यशाया 1:18 परमप्रभु भन्नुहुन्छ, अब आओ हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौँ। तिमीहरूका पापहरू सिन्दुरे रङका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन्, गाढा राता रङका भए तापनि ती ऊन जस्तै हुनेछन्। हितोपदेश 28:13 आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। यस प्रतिज्ञामा भरोसा गर्दै हामी हाम्रो परिवारका सबै पापहरू तपाईँको चरणमा राख्दछौँ। हामीलाई शुद्ध पारिदिनुहोस्, हाम्रो घरलाई शुद्ध पारिदिनुहोस्, हाम्रो पुस्तालाई शुद्ध पारिदिनुहोस्, हाम्रो हृदय नयाँ बनाइदिनुहोस्। प्रभु, जहाँ परिवारभित्र विवाद भयो, जहाँ भाइ भाइ बीच असमझदारी भयो, जहाँ रिस, डाह, क्षमा नगर्ने स्वभाव बस्यो, त्यो सबै तपाईँको रगतले धोइदिनुहोस्। जहाँ आर्थिक समस्या आयो र हामी चिन्ताले भरियौँ, जहाँ हामीले तपाईँमाथि भरोसा गर्नुको सट्टा डरलाई ठूलो बनायौँ, हामीलाई क्षमा गरिदिनुहोस्। हे पिता, आज हामी धन्यवाद पनि दिन चाहन्छौँ। धन्यवाद यस कारण कि तपाईँले हामीलाई आफ्नो वचन सुन्ने अवसर दिनुभयो। धन्यवाद यस कारण कि तपाईँले हामीलाई प्रार्थनाको ढोका खोलिदिनुभयो। धन्यवाद यस कारण कि तपाईँले हामीलाई आशाको सन्देश दिनुभयो। हाम्रो परिवारका सबै पीडा, दुःख र समस्याहरू तपाईँले उठाइलिनुहुनेछ। भजन सङ्ग्रह 103:2 र 3 लेखिएको छ, हे मेरो प्राण, परमप्रभुलाई धन्य भन, उहाँका सबै उपकारहरू नबिर्स। उहाँले तिम्रा सबै अधर्म क्षमा गर्नुहुन्छ र तिम्रा सबै रोग निको पार्नुहुन्छ। प्रभु, हामी तपाईँका उपकारहरू बिर्सन चाहँदैनौँ। तपाईँले हामीलाई जोगाउनुभयो, बचाउनुभयो, उठाउनुभयो। कठिन समयमा पनि तपाईँले हाम्रो हात समात्नुभयो। आज हामी कृतज्ञ हृदयले तपाईँलाई धन्यवाद दिन्छौँ। फिलिप्पी 4:6 तपाईँले भन्नुभएको छ, कुनै कुरामा चिन्ता नगर, तर सबै कुरामा प्रार्थना र बिन्तीका साथ धन्यवाद दिँदै आफ्ना बिन्तीहरू परमप्रभु समक्ष प्रकट गर। 1 पत्रोस 5:7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। भजन सङ्ग्रह 55:22 तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुन्न। आज हामी चिन्ता छोड्दैछौँ, धन्यवादका साथ आफ्ना बिन्तीहरू तपाईँ समक्ष राख्दैछौँ। हाम्रो परिवारका समस्या,
हाम्रो ऋण, हाम्रो आर्थिक अभाव, हाम्रो सम्बन्धका घाउहरू सबै तपाईको हातमा सुम्पन्छौँ। प्रभु, हामी विश्वास गर्छौँ तपाईँ हाम्रो प्रार्थना सुन्नुहुन्छ। कुनै पनि शक्ति, कुनै पनि अन्धकार, कुनै पनि दुष्ट आत्माले हाम्रो प्रार्थना रोक्न सक्दैन। हाम्रो प्रार्थना तपाईको सिंहासनसम्म पुगेको छ। तपाईले सुन्नु भएको छ। तपाईले उत्तर दिन थालिसक्नु भएको छ। हामी विश्वास गर्छौँ कि स्वर्गका ढोकाहरू हाम्रो निम्ति खुल्दैछन्, आशिषका झरनाहरू बग्दैछन्। जहाँ आँसु थियो त्यहाँ हाँसो आउनेछ, जहाँ अभाव थियो त्यहाँ प्रशस्तता आउनेछ, जहाँ झगडा थियो त्यहाँ मेलमिलाप आउनेछ, जहाँ निराशा थियो त्यहाँ नयाँ आशा उम्रिनेछ। हे प्रभु, आज हामी विश्वासका साथ घोषणा गर्छौँ, हाम्रो परिवार शापित होइन, आशिषित छ। हाम्रो घर अन्धकारमा होइन, प्रकाशमा छ। हाम्रो जीवन हारमा होइन, विजयमा छ। तपाईको रगतले हामीलाई ढाकेको छ। तपाईको अनुग्रहले हामीलाई घेरेको छ। हामी धन्यवाद दिन्छौँ कि तपाईले हाम्रो प्रार्थनाको जवाफ दिइसक्नु भएको छ। यद्यपि हामीले आँखाउले नदेखे पनि विश्वासले देखिरहेका छौँ। यद्यपि परिस्थितिले ढिलो जस्तो देखाए पनि आत्माले गवाई दिइरहेको छ, उत्तर आइरहेको छ। प्रभु, हाम्रो विश्वास बलियो बनाइदिनुहोस्, शङ्कालाई हटाइदिनुहोस्, डरलाई हटाइदिनुहोस्। हाम्रो घरलाई प्रार्थनाको घर बनाइदिनुहोस्। हाम्रो परिवारलाई आराधनाको परिवार बनाइदिनुहोस्। तपाईको वचन हाम्रो जीवनको पहिलो प्राथमिकता बनोस्। आज हामी पक्का विश्वासका साथ भन्छौँ, हाम्रो प्रार्थना व्यर्थ गएको छैन, हाम्रो आँसु बेकार बगेको छैन, हाम्रो पुकार स्वर्गले सुनेको छ। तपाईले हाम्रो उत्तर दिइसक्नु भएको छ। हामी त्यो उत्तर विश्वासले ग्रहण गर्छौँ। हामी धन्यवाद दिन्छौँ। हामी तपाईको महिमा गर्छौँ। हे पिता, अबदेखि हाम्रो परिवार तपाईको मार्गमा हिँड्नेछ। हामी तपाईको वचन पालन गर्नेछौँ, प्रेम गर्नेछौँ, विश्वासमा अडिग रहनेछौँ। सम्पूर्ण महिमा, आदर र धन्यवाद तपाईलाई नै जाओस्। हामी यो प्रार्थना, विश्वास, धन्यवाद र विजयको घोषणा गर्दै प्रभु येशू ख्रीष्टको शक्तिशाली नाउँमा माग्दछौँ। आमेन।